गाइज आज धेरै कुहिरो लागेको छ, एकदम जाडो जाडो छ। अब म चाहिँ हैन यो कुहिरोमा नदेखिने एकदम देखिरहेको छैन, तर म यहाँ चाहिँ आज एकदम गाउँ घुम्न गइरहेको छु है। कतै सानो छ पुवा यस्तो सानो सानो गाई आज धेरै कुहिरो लागेको छ, एकदम बाटो पनि मजाले देखिरहेको छुइनँ। त्यही पनि म चाहिँ आज गाउँ एकदम साइक्लिङ गर्दै गइरहेको छु। के छ मिस्टर हजुर? ए रमेश दाइ पनि ओहो के छ खबर? हिजो कता हुनु? ए हिजो आएको थियो कि उताबाट बाहिरबाट पुरै बवाले भयो नि। कहाँ थियो त तिमी? पुरा गुन्डा शैलीले आएर ए दाइ कस्तो तरिकाको पढाउने, हामी गछाङलुङ पऱ्यौँ, साउथ साइड लागेपछि अनि हान पऱ्यो। जतिखेर एक गुड्थ्यो त्यतिखेर हात उठाएन। जब यताउति सबैजना गइसकेपछि गयो होला नि त, तिलगङ्गलहरू आएको थियो कि तिलगङ्गलहरूलाई पनि नटेरेको हो नि त उनीहरूले। प्रहरी एक गाडी हुँदा त टेर टेर्दै टेरेन नि प्रहरी थियो, एक गाडी गाउँपालिकाको प्रहरी थियो। यति हुँदा पनि टिर्दैन कसरी हो? टेर्दै टेरेन। ऊ त जङ्गलाको उयो थियो, छोराहरू थियो, उनीहरूको टिम थियो 6-7 जना। 4-5वटा केटा थियो यहाँ दाइ, खुब दादागिरी देखाउँछ कि। त्यस पछाडि दादागिरी पनि झर्छ। झडिहाल्छ। अझै सुनिरहेको छु के छ भने उनीहरूले बिगारे पनि भाइ भन्छ कुनै रिसाउने काम छैन। हेर अहिले तिमीहरूको जिन्दगी धेरै छ, काट्नु मार्नु नगर्नु, मलाई मुद्दा आफूलाई अप्ठ्यारो हुन्छ त्यस्तो सोच्नु पनि नसोच्नु। हामी कानुनपट्टि जानु जाउँ न त, जाने भने जाउँ। त्यहाँ भएर पनि ठुलो घटना घटेन। ओइ फुची जाडो लाग्दैन? जाडो लाग्दैन? बाफरे टाउकोमा खोइ टोपी। अचानक कुहासा लगा दी ने ये जाड़ आप उड़ेले की जाड़ उड़े थे। हाँ हो जाड़ उड़े थे फिर साला जाड़े पड़ी थी। सो
घन्टी हो मामा श्री कतै ए बाबे